वृकासुर नाम गरेको असुरले भजन गर्यो, तपस्या गर्यो, भगवानसँग आशीर्वाद के माग्छ भनेर भन्दाखेरि मृत्यु नहोस् मेरो भनेर भन्दछ। भगवान भोलेनाथ भन्नुहुन्छ संसारमा जो आउँछ त्यो मर्नै पर्छ, संसारको नियम हो, नियम विरुद्ध त म पनि गर्न सक्दिनँ। मृत्युलाई टाल्ने वरदान माग भनेर भनिसकेपछि वृकासुरले भन्यो मृत्युलाई टाल्ने मलाई वरदान दिनुहोस्, म जसको शिरमा हात राख्नु त्यही नै भस्म होस्। आशीर्वाद मागिसकेपछि भगवानले अगाडि पछाडि केही सोच्नु भएन, साह्रै भोला हुनुहुन्छ, भोलि के हुन्छ सोच्नुहुन्न, आज जे हुन्छ त्यो राम्रो हुन्छ भनेर आजकै मात्र सोच्नुहुन्छ। भक्तवत्सल भगवान दुष्टलाई आशीर्वाद दिनुहोस्, तथास्तु इच्छा पूरा भयो तिम्रो भनेर भनिदिनु भयो। भनिसकेपछि आज वृकासुर दुष्ट बुद्धि भएको वृकासुरले यसो हेरो भगवान भोलेनाथको छेउमा भगवती पार्वती हुनुहुन्छ, मनमा इच्छा भयो यस्तो शमशानमा बस्ने, खरानी धस्ने, जटाजूट धारण गर्ने यस्ता भगवान शङ्करलाई यस्तो सुन्दर नारी किन चाहिन्छ, म पो संसारी हुँ त भनेर आज मनमा सोच्न लाग्यो। भगवान भोलेनाथलाई नै शिरमा हात राखिदिन्छु, भस्म गराइदिन्छु र यी नारी मेरी हुन्छन् भनेर पछि पर्यो। भक्तवत्सल भगवान जसले गुण गर्छन् नि हजुर त्यसैका पछि लाग्छन् अरे क्या मानिस, जसले राम्रो गरो जसले भलो गरो उसैका पछि लाग्ने संसार छ। त्यसै कारणले गर्दा त्यो वृकासुर संसारी हो र भगवान भोलेनाथले गुण गर्नु हो, भगवान भोलेनाथकै पछि लागेछ। भगवान भोलेनाथ अगाडि अगाडि कुदिरहनु भएको छ, अब आशीर्वाद दिनुभएको छ, भस्म हुन्छ भने त अगाडि अगाडि कुद्नुहुन्छ, पछि पछि वृकासुर कुद्छ। भगवान भोलेनाथको त्यो दृश्य देखेर भगवान नारायण स्वयं रक्षा गर्नका लागि आउनुभयो, साधुको वेश धारण गरेर आएर भुल्याइदिनुभयो वृकासुरलाई। के भनेर भुल्याउनुहुन्छ भनेर भन्दाखेरि भगवान भोलेनाथले दिएको आशीर्वाद कहाँ पुग्छ र, भगवानसँग आफैसँग छैन, जोसँग छैन त्यसले के दिन्छ, जोसँग हुन्छ नि उसले दिन्छ नि त, जोसँग छैन उसले के दिन सक्छ। आफूसँग केही छैन, नङ्गे धडङ्गे हिँड्नुहुन्छ, कैलाशमा बस्नुहुन्छ, बस्ने टुङ्गो छैन, खाने टुङ्गो छैन, लाउने टुङ्गो छैन, उसले के दिन सक्छ र, त्यो झुटो हो। कसैले शिरमा हात राख्दा थोडी भस्म हुन्छन् भनेर आज भगवान भोलेनाथको दुःखलाई हेरेर भगवान नारायणले छल गरेर भनिदिनु भयो। दुष्ट बुद्धि भएको वृकासुरले बुझ्न सकेन, जो विचार गरे हो त मनमा विचार आयो। भगवान नारायण भन्नुहुन्छ साधुको वेश धारण गरेर भन्नुहुन्छ कि हात तातो भयो भने मात्र जलिन्छ, छामन हात आफ्नो। वृकासुरले हात छाम्यो, चिसो छ, अलिकति माथि राख त, अलिकति माथि राख्यो, तातो भयो भनेर भन्नु, तातो भएन, अलिक तल झार, अलिक तल झार, तातो भयो भनेर भन्नु भएन, अलिक तल झार, तातो भयो भनेर भन्नुभयो भएन, राख अब केही हुँदैन अन्त झ्याप्पै राख्दाखेरि त्यही भस्म यो आयो। भक्तवत्सल भगवान की, भोलेनाथ भगवान की। दुष्ट बुद्धि भएका मानिस नि बुद्धिको प्रयोग गर्दाखेरि आफै मर्छन् अरे क्या। धेरै बुद्धिको प्रयोग गरियो भने त्यही बुद्धिमा फसेर मर्छ अरे मानिस। त्यस कारणले गर्दा धेरै बुद्धि नलाउनु, हामी धेरै बुद्धि खान्छौँ, आफ्नो बुद्धि धेरै प्रयोग गर्छौँ, भगवानको अगाडि बुद्धि प्रयोग नगर्नु, आफै भस्म हुन्छ। भक्तवत्सल भगवान की।